रामचन्द्र पौडेलद्वारा 7 अध्यादेश जारी, एउटा भने पुनर्विचारका लागि भन्दै फिर्ता। अध्यादेश फिर्ता गर्दै सरकारलाई राष्ट्रपतिको आग्रह, बहुमतीय प्रणालीको मर्ममा पुनर्विचार गर्नु। प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाइदै 4 मन्त्रालय खारेज हुँदै लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत र चीनलाई पत्र। कर्मचारीको दलीय र आधिकारिक ट्रेड युनियन खारेज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालयमै गाभिने। झण्डै 8000 सुकुम्बासी सम्पर्कमा 4 वटा होल्डिङ सेन्टरमा राखियो। संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ताबारे सभापति लामिछाने भन्छन् केही न केही त कारणहरू होलान्। स्थानीय तहहरूले रासपाको काँधमा राखेर बन्दुक हानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आरोप। रवि लामिछाने भन्छन् रासपाले कसैलाई घरबार विहीन बनाउँदैन। थप 17 लाख लाइसेन्स छाप्न सुरु। नियुक्ति खारेज भएका सङ्घ संस्था अब कसरी चल्छन् हेर्नुहोस् आजको समाचारमा। सम्पत्ति शुद्धिकरण विभाग अब सुपर पावर दीपक भट्टमाथि मुद्दा चलाउने बाटो खोल्यो। स्थानान्तरणकै कारण सुकुम्बासीले आत्महत्या गरेको प्रमाणित भए राज्यले आवश्यक कदम चाल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाको भनाई। पोखरा बस पार्क अतिक्रमणको चपेटामा भूमाफियाको चलखेल र राजनीतिक अवरोधका कारण निर्माण कार्य ठप्प। रासपा उम्मेद्वार छनौट प्रक्रियामा प्राइमरी इलेक्सनको मतभार 40% मात्रै, नव प्रवेशलाई कुलिङ पिरियड। सामान्य प्रशासन मन्त्री रावल भन्छन् अबको नियुक्ति राजनीतिक र नातावादबाट टाढा रहन्छ। भुटबलका सुकुम्बासी बस्ती र अतिक्रमित क्षेत्र खाली गरिने। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भन्छन् कम्युनिस्ट समूह एक भएर समाजवादको यात्रा सुरु गर्दैछौँ। धोबी खोलामा सडक मिचेर बनाइएको 7 तल्ले घरमा लगाइयो डोजर। उद्योगी व्यवसायलाई रासपा सभापति लामिछाने भन्छन् डर मान्नु पर्दैन, व्यवसाय धाराशाही बनाउने मनसाय छैन। सम्पत्ति शुद्धिकरणको कसुरमा रामबहादुर बमजनले पाए सफाई। पोखराका सुकुम्बासी भन्छन् विकल्प नदिएसम्म हट्दैनौ, सरकार आइलागे जाई लाग्छौं। गरिबलाई बाँच्न दे भन्दै बुटवलमा सरकार विरुद्ध प्रदर्शन। अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतले सगरमाथा बेस क्याम्पमा किन उडाए ड्रोन हेर्नुहोस् आजको समाचारमा। कास्कीको रूपा गाउँपालिकामा आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरले एकजनालाई पक्राउ गर्यो। नेपालमा संघीयता जरुरी हो कि होइन भनी प्रश्न गर्ने बेला आएको एमाले नेता पोखरेलको भनाई। शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरण रोक्न सार्वजनिक शिक्षा सुधारमा राज्यले ध्यान दिनुपर्ने शिक्षाविद डाक्टर केदार भक्त माथेमाको भनाई। विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नका लागि महानगरको मुख्य प्राथमिकतामा रहेको कार्यवाहक प्रमुख सुनिता डङ्गलको प्रतिक्रिया। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल भन्छन् राजनैतिक नेतृत्वको प्रतिबद्धताले निजी क्षेत्रको खस्किएको आत्मविश्वास बढ्नेछ। सीमा क्षेत्रमा असन्तुष्टि देखिए पनि तस्करी नियन्त्रण आवश्यक थियो भन्छन् रासपा सभापति रवि लामिछाने। रासपालाई निजी क्षेत्रका प्रतिनिधिहरूले भने लगानीको वातावरण तयार गर्न प्याकेज ल्याओ। देशमा दोहन र लुट तन्त्रका प्रतिवेदनहरू हेर्दा आङ्नै श्रृङ्ग हुन्छ भन्छन् अर्थमन्त्री स्वर्णिम वाग्ले। भदौ 23 र 24 गतेको घटनाको अध्ययन प्रतिवेदन सरकारलाई छिटै बुझाउने राष्ट्रिय मानव अधिकार आयोगको भनाई। विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेसमाथि सरकारी दमन बढेको भन्दै पत्रकार महासंघद्वारा प्रदर्शन। आगामी जेठ 10 गतेदेखि क्रिकेटका रोकिएका सबै खेलहरू सुरु हुने। केन्यामा बाढीका कारण कम्तीमा 10 जनाको मृत्यु। संसद छलेर मध्यपूर्वमा झण्डै 9 अर्ब डलरको हतियार बेच्दै अमेरिका। अमेरिकी नाकाबन्दीले इरानलाई झण्डै 5 अर्ब घाटा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको भनाई। इरान युद्धको असरले गर्दा बन्द भयो अमेरिकाको स्पिरिट एयरलाइन्स। चीनको कडा विरोध र अवरोधका बावजुद ताइवानका राष्ट्रपति लाई चिङ-तेले अफ्रिकी मुलुकको आकस्मिक भ्रमण गरे। र स्वास्थ्यसँग सम्बन्धित जानकारीमा चट्याङको नालीबेली कहाँ पर्छ, कसरी बच्ने लगायत देश विदेशका 35 महत्त्वपूर्ण समाचारहरूको विवरण लिएर आएका छौँ। हाम्रो भिडियो सामग्रीहरू अन्तिमसम्म हेरिदिनुहोला। देशमै बसौं, देशमै प्रभात इनसाइड नेपाल न्यूजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म पुष्प दाहाल। आज मिति 2083 साल वैशाख महिनाको 21 गते सोमबार, ईस्वी सम्वत मे 4, 2026। आज जेठ कृष्ण पक्ष तृतीया तिथि। दर्शकबिन सदाका दिन जस्तै आज पनि हामी देश विदेशका ताजा समाचार सहित तपाईमाझ उपस्थित भइसकेका छौँ। तपाईले हाम्रो न्यूज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ कृपया आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनु होला। प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। आउनुहोस् आजको समाचार सुरु गरौँ। राष्ट्रपतिद्वारा 7 अध्यादेश जारी सम्बन्धी प्रसङ्गबाट। सरकारले कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाएको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा ट्रेड युनियन हटाउने व्यवस्था राखिएको छ। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले कर्मचारी ट्रेड युनियन हटाउने विषय आफ्नो 100 विधेयक कार्यसूचीमै समावेश गरेको थियो। सोही अनुसार कानून संशोधन गर्दै ट्रेड युनियन खारेज गर्ने व्यवस्था भएको हो। संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियनको व्यवस्था समावेश नहुने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयारी गरिरहेको थियो। विधेयकको मस्यौदामा राय सुझाव मागिएको समयमा अध्यादेश जारी भएको छ।
दलीय र आधिकारिक कुनै पनि ट्रेड युनियन हुँदैनन्। कर्मचारीको गुनासो सुन्ने व्यवस्था भने समावेश छ, स्रोतले भनेको छ। आधिकारिक ट्रेड युनियनको व्यवस्था हटाएर विधेयकको मस्यौदा तयार भएपछि दलीय कर्मचारी संगठनले आपत्ति जनाएका थिए। दलगत 6 कर्मचारी संगठनले वक्तव्य जारी गर्दै निजामती सेवा विधेयकमा ट्रेड युनियनको व्यवस्था राख्न माग गरेका थिए। कर्मचारीको पेशागत हकहितका लागि संगठित हुने अधिकारका विषयमा सरकारले सुनवाई नगरी ट्रेड युनियन सञ्जालले शरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको थियो। आन्दोलनको चेतावनी दिने गरी वक्तव्य निकाल्ने दलगत संगठनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन रहेका छन्। निजामती सेवालाई प्रभावकारी बनाउन र कर्मचारीलाई दलीय प्रभावबाट मुक्त गराउन ट्रेड युनियनको व्यवस्था हटाउनु परेको मन्त्रालयले बताएको छ। सरकारले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागेकोमा आपत्ति जनाउँदै भारत र चीनलाई पत्र पठाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभएको छ। सरकारले सबै राजनैतिक दलहरूसँग यो विषयमा सोधेर नेपालको पोजिसन बारे दुवै देशलाई अवगत गराएको परराष्ट्र मन्त्री शिशिर खनालले अनलाइन खबरलाई जानकारी दिनुभयो। नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, 1886 को सुगौली सन्धिबाट नै महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग रहेको सरकारले स्मरण गराएको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक विस्तार वा निर्माण, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको थियो। राष्ट्रको प्रेस नोटमा भनिएको छ, नेपालले विगतमा पनि उक्त भूमिको विषयमा पटक पटक दुवै देशलाई स्मरण गराउँदै आएको छ। लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषय सरकारले सिफारिस गरेका विभिन्न 8वटा अध्यादेश मध्ये राष्ट्रपति रामचन्द्र पौडेलले 7वटा जारी गर्नु भएको छ। आइतबार अपराह्नसम्म उहाँले 7वटा अध्यादेश जारी गर्नुभयो भने एउटालाई प्रधानमन्त्री कार्यालयलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाउनु भएको छ। सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा 114 को उपधारा 1 लाई आधार बनाएर पछिल्ला 4 दिनमा राष्ट्रपति पौडेलले 7वटा अध्यादेशहरू जारी गर्नु भएको छ। जसमध्ये 17 वैशाख बिहीबार सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083 जारी भएको थियो। त्यस्तै गरी 18 वैशाख शुक्रबार सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 जारी भएको थियो। त्यस्तै गरी 19 वैशाख शनिबार भने एकैसाथ 3वटा अध्यादेश जारी भएका थिए, जसमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपालीहरूलाई संशोधन गर्ने अध्यादेश